जेरेनियम आइबीमा कोपिला लागेको हेर्नुहोस्, पोटभरि कोपिला छ। प्रत्येक हाँगामा नै कोपिला देखा परिरहेको छ। अब कोपिलाहरू फुटेर फुल्नुको लागि रेडी छ र तपाईहरु पनि यसरी नै जेरेनियम आइबीमा बोटभरि फुल फुलाउन चाहनुहुन्छ भने, कोपिला लाउन चाहनुहुन्छ भने के गर्नु, आउनुहोस् हेरौँ। यसलाई चाहिँ यस्तो जग्गामा राख्नुपर्छ जहाँ चाहिँ यसले चाहिँ बिहानको कलिलो घाम चाहिँ 4 घण्टादेखिको 6 घण्टासम्म पाओस्। दिउँसोको चर्को घामदेखिको यसलाई बचाएर राख्नुहोस्। तपाईहरुको ठाउँको यदि टेम्परेचर चाहिँ 25 डिग्री भन्दा माथि छ भने चाहिँ पिनाको पानीको चाहिँ प्रयोग नगर्नुहोस्। त्यतिबेला चाहिँ एनपीके को प्रयोग गर्नुहोस्, जसमा चाहिँ फस्फरसको मात्रा चाहिँ अलिकति बेसी हुन्छ। 20 दिनमा एकचोटी प्रयोग गर्नुपर्छ। यसमा समय समयमा नियमित रूपमा नीम ओइलको स्प्रे गर्नु हुँदैछ भने चाहिँ किरा चाहिँ लाग्दैन। यदि किरा लागेको छ भने र नीम ओइलले गएन भने चाहिँ एमिडोक्लोपिड तपाईहरुले प्रयोग गर्न सक्नुहुन्छ। केमिकल अनलाइनमा पाउँछ। कोपिला लाग्दैछ भने अथवा कोपिला नलागी छ भने पनि तपाईहरुले सित यदि बोन मिल छ भने चाहिँ बोन मिल चाहिँ तपाईले आधा चम्ची एउटा 8 इन्चीको गमलामा माटोमा मिलाइदिनुहोस्। छैन भने तपाईले डीएपी को प्रयोग गर्दा पनि हुन्छ। त्यति नै मात्रामा अलिकति अल्गो ठाउँमा राख्नुहोस् जहाँ चाहिँ यसको लहराहरू चाहिँ झुन्डिन सके। जति लहराहरू झुन्डिन सके, यसको जति हाँगाहरू झुन्डिन सके त्यति बिना फुल फुल्छ यसमा। यदि तपाईहरुलाई जेरेनियम आइबी मन पर्छ भने चाहिँ यति बेला तपाईले आइबीलाई किनेर ल्याउन सक्नुहुन्छ। यो चाहिँ आइबी को सिजन हो र हाम्रो गार्डनमा चाहिँ पहिलो जेरेनियम आइबीमा फुल फुलेको चाहिँ यो कलरमा छ। अरु कस्तो कस्तो फुल्ने छ तपाईलाई हामी आउने दिनमा भिडियो बनाएर अवश्य नै देखाउने छौं।